हेलो एभ्रिवान, हाम्रो यो 6 जनाको टोली चाहिँ विराटनगरदेखि दोलखा सियाली प्रोग्रामको लागि जाँदैछौँ। मलाई अब के हुँदैन, म एकदम मटनले मेरो पावर बढाइसक्यो। हो त्यो त बसमा थाहा भयो गाडीमा जाँदा जाँदै चाहिँ हामी सबैजनालाई गाह्रो हुन्छ। त्यसपछि हामी खुरकुटमा झरेर यसरी बिजोग तरिकाले हामी सुतिराख्छौँ। त्यसपछि फेरि अर्को गाडी चढेर हामी घर जान्छौँ दोलखातर्फ। अनि जब घर आइपुग्न लाग्छ सबैजना अलिकति घर आयो भनेर एक्साइटेड हुँदै हामी यसरी खुसी हुँदै रमाउँछौँ। अनि हाम्रो करण सरले चाहिँ बेलुकाको लागि तरकारी हुन्छ भन्दै जानी मनसायपूर्वक भालेको हत्या यसरी गर्नुहुन्छ। मलाई जतिसम्म लाग्छ अदालतको फैसला के हुन्छ भने दफा 177 बमोजिम चाहिँ उहाँलाई ज्यान सम्बन्धी कसुरमा जन्मकैदको व्यवस्था सुनाउनुपर्छ। अर्को दिन फर्मल रूपमा सुमिनाजी र म तामकोसी गाउँपालिकाको कार्यालय जफेमा पालिका अध्यक्ष सरसँग चिठी बुझाउनको लागि पुग्छौँ। त्यसपछि नारायणी माविबाट हाम्रो कार्यक्रमको यात्रा सुरु हुन्छ। कांधे पे सूरज टिका के चला तू, हाथों में भर के चला बिजलियां। कांधे पे सूरज टिका के चला तू, हाथों में भर के चला बिजलियां। तूफान भी सोचे जिद तेरी कैसी, ऐसा जुनू है किसी में कहा। बहता चला तू, उड़ता चला तू, जैसे करणले चाहिँ बाटोबाट चप्पल भेटाएर एउटा चप्पल भेटाएर लाइरहेछ। गरिब हुँदैन के गरिब अवस्थामा मजाक गर्नु हुँदैन। तिम्रो बाध्यता हो कि देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा लाहानको करण चौधरी दोलखामा आएर चप्पल बिक्री भएको छन्। एउटा चप्पल सहयोगको लागि मेरो सेवामा सक्नुहुन्छ तपाईँ। नम्बर पनि भन्नु। अब अर्को दिन चाहिँ प्रोग्राम गर्नको लागि सीतापाइला माविमा जाँदैछौँ। यो यस्तो बाटो हिँड्नु पर्दाखेरि तराईमा बस्ने साथीहरूलाई निकै नै गाह्रो भएको छ। गाडीभित्र पनि हामी यसरी कोचाकोच गरेर जाँदैछौँ। साथीहरू चाहिँ भन्दै हुनुहुन्छ यस्तो उकालो बाटो ओह्रालो बाटो हामीलाई धेरै गाह्रो भएको छ। तराईमा केहीको एक्सपिरियन्स गरेको थिएन, यहाँ चाहिँ हामीले धेरैको एक्सपिरियन्स पनि गऱ्यौँ भन्दैछन्। तैपनि हामी रमाइलो गर्दै जाँदैछौँ। यो देखिएको तस्बिर चाहिँ मेरा सहपाठी साथीहरू लगायत सीतापाइला माध्यमिक विद्यालयका विद्यार्थी साथीहरू र शिक्षकहरूसँग लिएको हो। हामीलाई प्रोग्राम गर्ने यस्तो बाटोबाट हिँडेर जानु परेछ। अर्को दिन महेन्द्र मावि च्यामामा प्रोग्राम गर्नको लागि पालिका अध्यक्षज्यूहरूसँग हामी पुग्यौँ। त्यहाँ प्रोग्राम गरिसकेर फेरि हामी कालिका मावि हावामा पुगेका थियौँ र त्यो दिन हामी सबैजना कालिका स्कुलकै होस्टेलमा बस्यौँ। कालिका स्कुलमा विद्यार्थी भाइ बहिनीहरू मात्र नभई शिक्षकहरू पनि एकदमै मिल्ने हुनुहुन्थ्यो। भोलिपल्ट बिहानै हामी सबैजना खाजा खाएर रेडी भएर जनजागृति स्कुलमा प्रोग्राम गर्नको लागि जान्छौँ। त्यहाँ जनजागृति स्कुलमा प्रोग्राम सकिसकेपछि फेरि हामी गोलमेश्वर माविमा जान्छौँ। गोलमेश्वर मावि चाहिँ हाम्रो अन्तिम स्कुल रहेको छ। गोलमेश्वर मावि सकिसकेपछि हामी फेरि पालिकाको अध्यक्षज्यूहरूसँग भेट्छौँ। त्यसपछि उहाँहरूले चाहिँ हामीलाई घरसम्म छोडिदिनको लागि गाडी पठाउनुहुन्छ र तामकोसी गाउँपालिका अन्तर्गत हाम्रो प्रोग्राम चाहिँ सकिन्छ।
हाम्रो सबैजना साथीहरूलाई प्रोग्राम गर्न मात्र होइन मकै गोड्न पनि आउँछ है। तपाईँहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। अब हाम्रो सैलुङको यात्रा सुरु भयो है त। प्रकृतिले भरिपूर्ण 100वटा थुम्का भएको सैलुङ। माथि माथि सैलुङ्गेमा चौरी डुलाउँदै आफ्नै भइसक्या लागेको अर्को छैन आफ्नै भइसक्या लागेको अर्को छैन झम्पारम 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 माया झम्पारम 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 बंदों को किताबों के बोझ ने चुकाया, रिश्वत देना तो खुद पापा ने सिखाया। 99 मार्क लाओ तो घड़ी वरना छड़ी, लिख लिख के पढ़ा हथेली पे अल्फा गामा बीटा। S2SO4 का पूरा बचपन ही जला डाला। सारी उम्र भर मर मर के जिए, एक पल तो अब हमें जीने दो। सारी उम्र भर मर मर के जिए, एक पल तो अब हमें जीने दो। ला 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 अब हामी चाहिँ प्रोग्राम गर्नको लागि जिरी नगरपालिका जाँदैछौँ। जिरी नगरपालिकामा फर्मल रूपमा चिठी बुझाउनु पर्ने हुन्छ र हामी चिठी बुझाउँछौँ। यतिखेरसम्म चाहिँ हाम्रो 2जना केटा साथीहरू विराटनगर फर्किसक्नुहुन्छ भने हामी 4जना केटीहरूले चाहिँ भोलिपल्ट त्यही नजिकै रहेको ढुङ्गेश्वरी मावि भन्ने स्कुलमा हामीले प्रोग्राम गर्छौँ र यो ढुङ्गेश्वरी माध्यमिक विद्यालयमा प्रोग्राम गरिसकेपछि अर्को दिन हामी जिरी सेकेन्डरी स्कुलमा प्रोग्राम गर्छौँ। यो स्कुल चाहिँ हाम्रो अन्तिम स्कुल रहेको थियो प्रोग्राम गर्नको लागि जिरी नगरपालिकामा। जिरी सेकेन्डरी स्कुल चाहिँ एकदमै व्यवस्थित रहेको थियो किनकि यहाँनिर कुनै पनि व्यक्ति भित्र फोटो खिच्नको लागि विथआउट पर्मिसन खिच्न पाइँदैन थियो। नेपालको स्विजरल्यान्ड भनेर दोलखाको जिरीलाई चिनिन्छ। यहाँ चाहिँ हामीले एयरपोर्ट घुम्न गयौँ। वरिपरि रहेका जति पनि घुम्ने ठाउँहरू छन् ती ठाउँहरूमा चाहिँ घुम्न गयौँ। विराटनगरको गर्मीमा बस्दा वाक्क लागेको थियो भने त्यहाँ जिरीमा चाहिँ जाडो भएर हामीले ज्याकेट लाउनु पर्यो। एकदम चिसो मौसम, दिनदिनै पानी पर्थ्यो। कति रमाइलो आनन्द भएको थियो। थ्याङ्क यू सो मच फर योर वाचिङ। यदि तपाईँहरूले मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई।